तपाईँ को हो थाहा छ? तपाईँलाई तपाईँको बारेमा थाहा छ? तपाईँको आफ्नो मूल्य चिन्नुहोस्। तपाईँको मूल्य चिन्नलाई तपाईँको मूल्य अरूले तोक्ने होइन क्या। तपाईँको मूल्य तपाईँले आफैले तोक्ने हो। बुझ्नुभयो नि? तपाईँलाई थाहा छ यो 1000को नोट हेर्नुहोस् त। यो 1000को नोट खुम्चिँदा पचाकचुक बनाउँदा अथवा चाहिँ यो चाहिँ यसलाई फोहोर बनाउँदा पनि यसको मूल्य कहिल्यै घट्दैन क्या। यसको मूल्य 1000 नै रहन्छ। राम्रो हुँदा पनि 1000 नै हुन्छ, पचाकचुक हुँदा पनि 1000 नै हुन्छ। हो, जिन्दगी पनि यस्तै हो। जिन्दगीमा पनि मान्छेहरूले तपाईँलाई असफल भन्छन्, तपाईँलाई आलोचना गर्छन्, तपाईँको विरुद्धमा बोल्छन्, यो त नराम्रो भन्छन्, पछाडि कुरा काट्छन्। तर त्यसले तपाईँको वास्तविक क्षमतालाई घटाउँदैन। तपाईँसँग जति क्षमता छ, जस्तो क्षमता छ, त्यो क्षमतालाई त्यसले केही असर पार्दैन। हिजो तपाईँ जे हुनुहुन्थ्यो, आज पनि त्यही हुनुहुन्छ। बरु आज तपाईँ त्योभन्दा बलियो हुनुहुन्छ क्या। अरूको कुरा सुने अरूको कुरा सुनेर होइन क्या, आफ्नो मेहनतले आफ्नो पहिचान बनाउनुहोस्। तपाईँले याद राख्नुहोस्, हिराको मूल्य कबाडीलाई थाहा हुँदैन। हिराको मूल्य भनेको हिराको बारेमा जानकारी भएको मान्छेलाई मात्र थाहा हुन्छ। त्यसैले तपाईँले आफूले आफूलाई चिन्नुहोस्, आत्मविश्वास बढाउनुहोस्। हस् त, नमस्कार।